सो गाइस वेलकम ब्याक टु अनदर न्यू भिडियो। र आज चाहिँ हामीले मेरो हातमा चाहिँ रहेको छ यहाँ फर्सीको बियाँ। यो चाहिँ यसमा के हुन्छ भन्दाखेरि जिङ्कको मात्रा पाइन्छ, त्यही भएर मैले घरबाट पठाइमागेको थिएँ र हामीले निकै खायौँ होइन दिदी। र अहिले यो वर्षा सुरु भयो र अब हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि रुम बसेको छ, पछि सब्जी चाहिन्छ, मुन्टा हरियो पछि खर्च फलाउनु सक्छौँ होला भन्ने उद्देश्यको साथ अब हामीले यो पानी झरीमा यो बिउ राख्न लागिरहेको छौँ। पहिला अब यहाँ भिजाउनु पर्छ, एकचोटि भिजाएर ओम नमः शिवाय मन्त्र जपेर अब यसलाई चट्टासँगले यति भयो र अलिकति चाहिँ त्यहाँ पनि लगाएर राखिदिन्छ। बिउ राखिसक्यो। अब त्यसलाई चाहिँ अलिक दिनमा चाहिँ बार लगाइदिनु पर्छ। अहिले चाहिँ पानी झर्ने त्यस्तो नगरौँ, भोलि भिजिन्छ। अब एक दिनमा हेरौँला यसको पार्ट चाहिँ के हुन्छ।